सो फेरि पनि हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। नेक्स्ट डे नेक्स्ट ब्लग। सही टोलीहरू बिहानको मौसम है यस्तै छ। अब हामी चाहिँ टक्क लाएर माथि गुम्बातिर जानला है, मन्दिर। सैलुङको हेर्न सक्नुहुनेछ। टोलीहरू हामी चाहिँ होइन टक्क लाएर हिँडिरहेछौँ बाउ छोरा सिँढीमा होइन। अहिले भेट्नुपर्ने हुन्छ टक्क लाएर। अहिले हामी भेटौँ न, बाई। सैलुङको डाँडाको भ्यू हजुर खै होइन आउनु न। होइन अहिले माथि खसी भेटौँला। हो फाइनली सैलुङ आउने ड्रिम पनि पुरा भइसकेको छ। टक्क लाएर होइन म चाहिँ यहाँ हिँड्दैछु है। यस्तै हो, रमाइलो गर्दै गइरहेको छौँ हामी चाहिँ। हाम्रो सब टोलीहरू आउँदै हुनुहुन्छ, ठुलबाबा ठुलमम्मी सबजना दिदीहरू, मामा अङ्कल आन्टी को आउँदै हुनुहुन्छ। हजुरहरू पनि सैलुङ आउन चाहिँ नबिर्सिनु होला। राम्रो सैलुङ हाम्रो सैलुङ। टक्क लाएर गाइज फेस अनि नराम्रो आएकोमा सरी होइन। हेर्न सक्नुहुन्छ सिँढी बवालै छ माथि धेरै भयो। सैलुङ आउने भनेको थिएँ, सैलुङ आउने नि फाइनल ड्रिम पुरा भयो। ल अहिले एकछिनमा भेट्नुपर्ने हुन्छ त भाइ। ल टक्क लाएर हामी चाहिँ आइरहेको छौँ सैलुङ। जो सकिन लाग्यो है। अहिले भेट्नुपर्ने हुन्छ तपाईँ। पिङ्क कलर के दामी हेर्नु, गुलाबी पिङ्क के। टक्क लाएर भर्याङ सकेर हामी चाहिँ अब यस्तो पुरानो बाटो हिँड्दैछौँ टक्क लाएर ढुङ्गाको होइन मन्दिर जानलाई। सक्नुहुन्छ बवाल छ है भ्यू। अहिले ठ्याक्कै कति बज्यो भने ठ्याक्कै 6 बजेर 6:45 अथवा 6:55 कति त्यस्तै भयो होला। हेर्दै गर्नु होला। तर यो भ्लग चाहिँ म लामो भयो भने पार्ट 1 पार्ट 2 गरेर हालिदिन्छु। ठिकै भएछ भने पार्ट 1 मै मिलाएर हालिदिन्छु। अहिलेलाई चाहिँ यति नै। अहिले एकछिन भेट्नुपर्ने हुन्छ। बाई बाई च्याटर च्याटर। हामी चाहिँ टक्क लाएर महादेवको मन्दिर जाँदैछौँ है। ऊ यता मास्तिर सैलुङ, यता हाम्रो मन्दिरतर्फ म जाँदैछु। हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला।
भ्लग चाहिँ धेरै लामो भयो भने चाहिँ म पार्ट 1 पार्ट 2 गरेर हालिदिन्छु गाइज है। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अहिले एकछिनमा भेट्नुपर्ने हुन्छ किनभने धेरै लामो भ्लग बनाएर तपाईँहरूलाई हुँदैन, त्यही भएर छोटो मिठो सबैलाई माया छ गाइज। ल अहिले भेटौँ ल, बाई। ल टोलीहरू हामी चाहिँ फाइनली मेरो महादेवको मन्दिर टक्क आइपुग्न लागेँ म है। यस्तै छ भ्यू, हाम्रो महादेवको मन्दिर चाहिँ यहीँ छ है। ल अहिले एकछिनमा भेटौँला ल। ल इकडा हो फाइनली हामी चाहिँ हाम्रो शिवजी महादेवको बस्ने स्थानमा आइसकेको छौँ है। टक्क लाएर हजुरहरू दर्शन गर्न सक्नुहुनेछ है, हेर्न सक्नुहुन्छ ल। ल फाइनली कडा हो, फाइनली हामी चाहिँ महादेवको मन्दिर घुमेर नि फर्किँदैछौँ। अब माथि गुम्बा गएर यसो घुमघाम गरेर आउँछौँ, हेर्न सक्नुहुनेछ टक्क लाएर हामी चाहिँ जाँदैछौँ है फर्केर गुम्बातिरबाट। अब गुम्बातिरतर्फ ल सबैलाई हर हर महादेव। ल बाई गाइज, वेलकम टु सैलुङ गाइज। हेर्न सक्नुहुन्छ बबर पाराले रमाइलो गरिरहेको छौँ हामी चाहिँ होइन। टक्क लाएर डाँडाको बिचमा हामी चाहिँ मन्दिर घर आइरहेको छौँ। अब माथि गुम्बा गरेर आउँछौँ है। ले हामी चाहिँ मासतिर गुफातिर जाँदैछौँ है। हामी पनि गुम्बातिर हेर्न सक्नुहुन्छ हिमालको टाउ माथि डाँडा गएको थियौँ, फेरि म झरेकडा हो अहिले बनाउला मासतिर गएपछि। ल फाइनली हामी चाहिँ गुम्बातिर आइपुग्यौँ है कडा हो। फाइनली हामी चाहिँ गुम्बा आइसक्यौँ। टक्क अहिले चाहिँ बसिरहेको छौँ है थाकेर है। ल टोलीहरू हामी चाहिँ फाइनली आइसक्यौँ है गुम्बातिर, गुम्बाको भ्यू टावरतिर है। ल हेर्न सक्नुहुन्छ है यही हो हामी चाहिँ तलबाट आएकै। हेर्नुहोस् टोलीहरू ल अहिले भेटौँला।